चाउमिन भनेको नि चाउमिन 1 2 3 say cheese खै कसले भनेन हिन्दी ग्रुप चाहिँ हाम्रो आज तड्का देखाउन पाएन So hey guys, namaste Prabhu Tusdile and Fewaro. Once again welcome back to my channel. फेरि पनि स्वागत छ तपाईलाई मेरो YouTube vlog channel, the one and only personal vlog है। र आज चाहिँ अर्ली मर्निङ भ्लग स्टार्ट गरिदिएको छु र मेरो लास्ट भ्लग चाहिँ मैले लाइक के भन्छ माई होम टुर गरेको थिएँ होइन होम टुर चाहिँ के भयो भन्दाखेरि आफ्टर स्कुल आएर गरेको अनि लन्च पनि गरेको थिएन सो के भयो भन्दा होम टुरको भिडियो चाहिँ गर्दा गर्दा आधी जस्तो चाहिँ अन्डामै टाइम लागेको छ होइन सो त्यही भएर चाहिँ भन्दै थियो मलाई कतिजनाले होम टुर गरेको कि अन्डा किन्नु गएको अन्डा भन्दै थियो अन्त एक्चुअली अन्डा चाहिँ थिएन नि त काहीँ पनि सो त्यही भएर चाहिँ अलिक लामो भएछ होम टुरको भ्लग चाहिँ सो हेर्नु सक्नुहुन्छ म चाहिँ अब स्कुल जान आँटेको रेडी भइरहेको छु हो अनि हाम्रो आजको वेदर चाहिँ यस्तो भएको छ चेक दिस आउट गाइस पानी परेर बिजोक भइरहेछ सो त्यही भएर चाहिँ म आज स्कुटी लाँदिनँ सो आज चाहिँ म चाहिँ दादाको गाडी लिएर जान्छु आज चाहिँ मेरो स्कुटीलाई रेस्ट सो म चाहिँ आज यो गाडी लिएर जान्छु गाइस होइन यसको किनकि पानी पर्दैछ पानी परेर चाहिँ अब भिजेर जानु भएन स्कुटीमा त भिजेर शेष हुन्छ त्यही भएर चाहिँ आज चाहिँ म यो गाडी लिएर जान्छु मैला न मैला भइरहेछ सो गाइस स्टे ट्युन है मेरो भ्लग आज चाहिँ स्कुलमा त देखाउन सक्दिनँ स्कुलसम्म चाहिँ जान्छु होइन आफ्टर द्याट स्कुलबाट चाहिँ आज नानीहरूलाई डान्स लिएर जानुपर्ने छ यहाँ एसएसबीको उयोबाट चाहिँ एसएसबी कमान्डरले चाहिँ रिक्वेस्ट गरेको थियो लाइक अस्तिको हामीलाई चाहिँ डान्स दिनु भनेर सो त्यही भएर चाहिँ नानीहरूलाई दुईवटा डान्स चाहिँ रेडी गरेको छ सो त्यही नानीहरूलाई चाहिँ लिएर जाने हो आज सो त्यही भएर चाहिँ आज भ्लग पनि घरदेखि नै स्टार्ट गरिदिएको स्कुलमा चाहिँ देखाउन सक्दिनँ भरे एकैचोटि स्कुल पुगेर लाइक स्कुलबाट निक्लेर चाहिँ नानीहरूलाई डान्स गर्नु लिएर जाँदाखेरि चाहिँ देखाउँछु सो गाइस स्टे ट्युन आजको डान्स कस्तो हुन्छ प्रोग्रामहरू कस्तो के हुन्छ Check this out guys, this is the weather of our village. हेर्नु सक्नुहुन्छ आजको वेदर पानीले सो आज चाहिँ मैले स्कुटी पनि लगिनँ पानी परेकोले गर्दा स्कुटी नलगेर चाहिँ हल्का गाडी लिएर गएको होइन A few moments later. So guys, now we are going with my students to perform dance and the programs. हेर्नु सक्नुहुन्छ मेरो स्टुडेन्टहरु से हाई अलि कस्तो र हाई भन सो अब चाहिँ हामी जाँदैछौँ प्रोग्राममा स्टुडेन्ट्सहरु लिएर हैन मैले अघि भनिसकेको थिएँ र अब चाहिँ हामी जाने अन्त यहाँ बिचमा रामनिया सरलाई पिक गरेर चाहिँ जाने यहाँ छ हाम्रो अङ्कल हाम्रो स्टुडेन्ट्सहरु अलरेडी रेडी भइसकेको छ र प्रोग्राम चाहिँ हाम्रो यहाँ माइला लाइन ग्राउन्डमा हुँदैछ है अर्गनाइज बाई एसएसबी सो गाइस अहिले चाहिँ हामी यही पसिसकेको छ हामी टानीबाट भित्र पसेको छ बगान यही अलि मिला हजुर माटो लागेछ नि कस्तो थियो यहाँ सो गाइस अहिले चाहिँ हामी यहाँ ग्राउन्ड आइपुगेको छ फाइनली हेर्न सक्नुहुन्छ ग्राउन्डको नजारा चाहिँ बवाल भइरहेको छ सक्नुहुन्छ यहाँ एकदम रमाइलो भइरहेको छ र अहिले चाहिँ हामी आइपुगेको छ स्टुडेन्टहरूसँग सबै हाम्रो सरहरूसँग हेलो हल्का हान्दिनु उहाँलाई मतलब सब्सक्राइब कर दिनु उनके चैनल को सब्सक्राइब कीजिएगा लाइक कर दीजिएगा मेरा आपको ज़्यादा रिक्वेस्ट है और जिस प्रकार से ब्लॉग बनाते हैं उनका ब्लॉग बहुत अच्छा होता है और आप लोग भी फॉलो जरूर कीजिएगा थैंक यू सो मच सर चेक दिस आउट गाइस हेर्न सक्नुहुन्छ यहाँ हामी आइसकेको छ एभ्रिथिङ इज रेडी नाउ सो गाइस अहिले चाहिँ म यहाँ ग्राउन्ड आइसकेको छु हेर्न सक्नुहुन्छ चेक दिस आउट गाइस It's decorated very beautifully. तालियां बजाना है तो इस तरह बजाओ कि हमारे कलाकारों को जोश आ जाए एंकरिङ चाहिँ यसरी गर्नुपर्छ नि त सबैलाई मजा आउने के हो मैले के सिकाएको पागल कसले सिकाएको रे यता हेर्नु त यता हेर्नु त अब कस्तो दामी आउँदैछ आकाश चाहिँ राम्रो आउँछ मान्छे चाहिँ राम्रो आएको छ
सो अब चाहिँ फुटबल स्टार्ट हुन आँटेको छ हाम्रो चाहिँ यहाँ भर्खरै डान्स भयो डान्स गर्दा चाहिँ हाम्रो नानीले चाहिँ यहाँ अलिकति बिगारे लुगा उयो भएर चाहिँ कस्ट्युमले गर्दाखेरि चाहिँ हाम्रो डान्स कसले बिगारेको अघि कति इनोसेन्टली मैले यो भनेको र ठिङ्ग उभिएर नि ठिक छ वेल डन दामी गरे हिन्दीले चाहिँ नबिगार्नु ल तिमीहरूले चाहिँ उसले बिगार्छ मलाई थाहा छ होइन कसले भनेको तिम्रो भयो होइन डान्स भयो सक्यो तिम्रो सो गाइज अहिले चाहिँ यहाँ फुटबल म्याच हुँदैछ हेर्नु सक्नुहुन्छ यहाँ मलाई चाहिँ अल्छी लागेर शेष भइसक्यो एउटा डान्स चाहिँ भइसक्यो नेपाली अब हिन्दी डान्सको लागि चाहिँ बसिरहेको छु होइन अनि नानीहरूलाई पनि भोक लागेर चाहिँ तिनीहरूलाई अहिले चिप्सहरू ल्याएर चिप्सहरू खाँदैछ यिनीहरूले चाहिँ सबैलाई देऊ है सन्ध्या खोइ के ल्यायो देखाउनु त के भयो चपाउ त लु हेरौँ चपाउनु त चपाउँदा यो जबडा हलिँदैन यो हुन्छ यहाँ हलिन्छ नि त यो यसै हो अर्का गाई यहाँ नानीहरूले गर्दाखेरि याङ्की होइन ऊ याङ्की ल्याएको हो टाढोबाट हाल्छ कहाँ सक्छ ला गोल 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 हालिदियो सब्र का इम्तिहान एक गोल की दरकार और इस तरह पहला गोल खोल दिया दरवाजा पहला धमाका ला मेरो ब्याट्री सक्यो सो गाइस फर्स्ट गोल चाहिँ यही हाम्रो कुसा टिमले हालेको छ गर्ल्स कुसा टिमले र मेरो चाहिँ अब ब्याट्री पनि सक्नु आँटेको छ ब्लग पनि आई डोन्ट नो कम्प्लिट हुन्छ कि हुँदैन हैन उयो एउटा खान्छु म यो तिम्रो भिडियोमा सब हालिदिन्छ एउटा पनि उयो ट्रिम नगरिकन ल सुस्मिताले मलाई बार बिल्ला गरेको छ सब हालिदिन्छु म हाम्रो नानीहरू सबै भोकाइसक्यो बिचराहरू सन्ध्या भोक लाग्यो खाइरहेको छ भोक लाग्यो भन्दा अँ भन्छ डौरी अहिले खानुपर्छ कि अनि हाम्रो सबै दुइटै डान्स कम्प्लिट भइसक्यो सुस्मिताको घरमा जान्छ ल कृपा र सुस्मिता घर छेउमा छ नि त कृपाले लाने कि सुस्मिताले लाने इजराइल दामी भयो बहिनीहरूको डान्स एकदम बबाल अब यति बेला ढिका भन्छ मलाई तैयार रहेंगे ए राम्रो भइसक्यो 10 दिन के बाद कसको मजा उनीहरूलाई सोध्नु यिनीहरूलाई सो गाइस अब चाहिँ हाम्रो यहाँ हाम्रो स्टुडेन्टको डान्स हुन आँटेको छ तर वेदर यु क्यान सी द पानी परेर अहिले कस्तो वेदर थियो अहिले कस्तो वेदर भइरहेको छ अहिले चाहिँ यहाँ अब हाम्रो नानीहरूको डान्स हो होइन ला इन्जोर भइसक्यो त उस लाग्पा हो एनिवे के छैन र अब चाहिँ अब यसको यो हाफ टाइमको बाद चाहिँ अब हाम्रो नानीहरूको डान्स हुन्छ सो गाना चाहिँ रेडी छ इभन माई स्टुडेन्ट्स आर रेडी एकदम प्रिपेयर गर्दैछ तर वेदरले चाहिँ आई थिङ्क साथ दिएको छैन होइन कसै नाच्छ थाहै छैन वेदर चाहिँ यस्तो भन्छ पानी परेर शेष भन्छ हामी चाहिँ मिठाई खाँदैछौँ
बिजोक भयो यहाँ पानी ला मेरो मुखमा त पानीले भिज्यो पक्का एकजनाले भिडियो हुँदैन आफ्नो डान्स हुँदैन पानी पर्दैन कसै गर्ने डान्स भिजेर गर्ने खाऊ तिमी सिङ्गडाको इन्जोय गर तिम्रो सिङ्गडाको आनन्द लिऊ सी सिङ्गडा खाऊ लड्डु खाऊ घर जाऊ न खुसी छ सो गाइस अहिले चाहिँ हामीले सिङ्गडा खाइसक्यो होइन अनि डान्स चाहिँ भएन पानीले गर्दा वेदरले गर्दा हेर्न सक्नुहुन्छ यो पानी परेर बिजोग भएको छ यहाँ फुटबल चाहिँ खेला हुँदैछ र हाम्रो स्टुडेन्टहरू चाहिँ यहाँ सिङ्गडाहरू स्न्याक्सहरू दिएको थियो स्न्याक्सहरू खाइसकेर चाहिँ बसिरहेको छ कस्तो लाग्यो स्न्याक्स मिठो लाग्यो त्यस्तो त पुगेन अरे सिङ्गडा र अनि लड्डु होइन अरू मासु अनि मासु खसीको मासु त्यहाँदेखि पोल्ट्रीको मासु त्यहाँदेखि चाउमिन भने खेल्यो त्यति नै भयो अरू केही ल नेक्स्ट टाइम ल त्यसो अरू बेला खानु हामीले पानी गरेर बिजोग भएको छ यो चेयर पनि छैन चेयर पनि पानीले भिजेर यस्तो भएर चाहिँ जुत्ता भिजेर सेज भएर छ यहाँ स्टुडेन्टहरूसँग बसिरहेको छ यही सो गाइस बाहिर चाहिँ फुटबल सकिएको छ चेक दिस आउट हेर्नु वेदरमा रेनबो यस्तो परेको रेनबो हेर्नु सक्नुहुन्छ है र अब चाहिँ फाइनली सकेको छ प्रोग्राम अब चाहिँ हामी चाहिँ यहाँ प्राइज डिस्ट्रिब्युसन हुन्छ आफ्टर द्याट चाहिँ विल गो ब्याक टु होम होइन हाम्रो डान्स चाहिँ भएको छैन आज हुँदैन अरे डान्स पानीले गर्दाखेरि वेदरले गर्दाखेरि चाहिँ त्यही भएर चाहिँ अनि हाम्रो स्टुडेन्टहरू चाहिँ यहाँ बसिरहेको छ हेर्नु सक्नुहुन्छ है र अब चाहिँ हामी घर जाने हो अब चाहिँ स्पोर्ट्स आइटमहरू डिस्ट्रिब्युट गर्छ अरे सो आफ्टर द्याट चाहिँ विल गो ब्याक टु होम देयर विल बी नो डान्स ओके सो गाइस अहिले चाहिँ हाम्रो प्रोग्रामहरू सबै सकेको छ बिचरा हाम्रो स्टुडेन्ट्सहरू डान्स गर्नु पाएन सो स्याड आइम सो सरी है वेदरले गर्दा डान्स गर्न नपाएको नेपाली ग्रुप त डान्स गऱ्यो नि त हिन्दी ग्रुप चाहिँ हाम्रो आज तड्का देखाउनु पाएन मजा लाग्यो रेनबो गायब भएछ सो अब चाहिँ हाम्रो यहाँ प्राइज डिस्ट्रिब्युसन हुने रहेछ यहाँ होइन स्पोर्ट्स आइटम डिस्ट्रिब्युट गरेर चाहिँ आफ्टर द्याट चाहिँ हामी जाने हो हेर्नु सक्नुहुन्छ वेदर चाहिँ दामी भइरहेछ गो सेकेंडरी स्कूल फोटो खिच्नु नि कताबाट निकालिदिनु सरी सर फोटो खिच्नु कि भिडियो गरिरहेको छ How are you feeling, sir? How are you feeling? नेक्स्ट इजराइल गुरुंग फुटबॉल क्लब We're feeling so good. Hey, thank you so much to all the SSB team and thank you so much for all those gifts. And एकदमै खुसी लागेछ and एउटा A few moments later. सो हे गाइस अहिले चाहिँ म घर आइपुगिसकेँ होइन अघि चाहिँ मैले उहाँ भ्लग एन्ड गर्नु पाइनँ किनकि मेरो फोन चाहिँ ब्याट्री लो भएर स्विच अफ भएको थियो सो त्यही भएर चाहिँ अहिले घरमा आएर लुगा चेन्ज गरेर मोबाइल एकछिन चार्ज गरेर चाहिँ अहिले चाहिँ अन्त भ्लग एड गर्नु लागि चाहिँ आएको हो सो थ्याङ्क यू सो मच तपाईँलाई मेरो भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा र यसरी नै सपोर्ट अनि माया गरिराख्नु होला सो सी यू इन नेक्स्ट भ्लग टिल द्याट स्टे ट्युन स्टे सेफ बाई थ्याङ्क यू